हाई गाइज अनि म चाहिँ अविनाश अनि आज चाहिँ मेरो डे अफ सो ल साथीहरू म चाहिँ निस्केको होइन बहुत धेरै भयो हामी के अरे साथीहरूसँग म कतै नगएको म बढी जस्तो चाहिँ एक्लै जान्थेँ लेट्स गो हो के छ राजा के छ मेरो भाइ हाई भनिदेऊ न हाई भनिदेऊ न यस्तो दर्दनाक कहानी सुन्नु है तपाईँहरू ल भाइ भन त भन त के भयो अरे तिम्रो खुट्टामा भाइको खुट्टा चाहिँ लङ्गडा भएन होइन त्यही पनि हामीसँग घुम्न आएन होइन हामीले नआऊ भाइ नआऊ भनेको हिँड्दा जाने हो तिमी फेरि जहिले गमक्क किन पर्छ के अनि फेरि रातिको 2 बजे कसले आमा बुढा भनेर पुरै स्याड स्टोरी हाले पोस्ट हाले तिमीले टिकटकमा जति राम्रो फोटो खिच्छ नि दुःख लाग्दो कहानी एउटा हालिदियो होइन भाइको जुत्ता अलिअलि च्यातिएको थियो होइन भाइले पुरै जुत्ता किन्छु भने होइन पैसा भएपछि होइन दिइदिन्छ भाइ यस्तो त नगर है म त जाँदैन त्यसो यस्तो सिरियस हाल्छ नि यार हुन त एउटा राइटर पनि हुन त तिमी होइन राइटर सङ राइटर सिङ्गर सङ राइटर म तिमीले पासपोर्ट लिएर छौ होइन फेरि रिपिट गरौँ न यो कुरा नत्र म इलिगलहरू चाहिँ हिँड्दैन कि खास चाहिँ लिएर होइन केही हान्दैन कसले हान्छ त्यस्तो हुँदै हुँदैन त्यसमा ल ल ल सुनिल भन त तिम्रो लाइफस्टाइल कस्तो छ पोल्यान्डमा ठिक छ यस्तै हो आफ्नो लागि जिउनु सबभन्दा ठुलो कुरा हो होइन स्वाद यता हेर त क्यामेरामा स्वाद दामी देखियो टाइट भयो यस्तो छ भाइको हालत यस्तो छ यही त हो कन्टेन्ट मेरो लागि ल साथीहरू होइन हाम्रो चाहिँ ट्रेन अलिकति लेट भयो जहिले नि लेट हुन्छ डिले भयो डिले होइन हामी लेट भएको हो नि त डिले भन्दा अलिक साउन्ड सुनिन्छ होइन अलिक रिच सुनिन्छ भनेर हो क्या त्यही हो साथीहरू हाम्रो चाहिँ डिले भयो होइन अनि जहिले नि यिनीहरूसँग हिँड्दाखेरि यस्तो नै हुन्छ फर्स्ट टाइम हिँडेको हिँड्न चाहिँ अनि दुइटै बिहा गरेको छन् होइन बच्चा जस्तो हरकत गर्छन् यार हामी मैले पो बिहा गरेको होइन जे गरे नि भयो ज्यापकिन छैन रुमाल पनि छैन त्यसले लैगे छैन मैले फोहोर गरेर सिनेमेटिक देखाइदियो ओ भर्खरै नयाँ तिमुबाट आएको छ होइन भर्खरै नेपालबाट नि त्यही तिमुबाट नेपाल पठाउँछ हो ए यिनीहरूले त चस्मा राख्यो नि यार एउटा मलाई नि देखाउ न ओहो ल कफी समात होइन अनि अब ल्याउ फोटो हानिदिन्छु नखाऊ है कफी चाहिँ ओहो भाइ कस्तो हान्यो यार तिमीले त तिमीहरू बिहान फोटो खिच्न आउँछौ खुट्टा अलिक काट्यो कि मुख काटिदियो बरु खुट्टा राख ल साथीहरू हामी चाहिँ होइन एकदम उल्टो बस्नु बस्नु तिमीलाई बमिट हुन्छ होइन ट्रेनमा त हुँदैन हो साथीहरू हामी चाहिँ भर्खरै आयौँ होइन हामी जान लागेको ठाउँ चाहिँ एउटा छ म यहाँ क्याप्सनमा लेख्नु हुन्छ नेसनल पार्क हो यहाँदेखि क्राकोदेखि 20 मिनट लाग्दो रहेछ
कहिले रिपिट हुँदैन क्या रिपिट हुँदैन कि प्रत्येक ठाउँमा जाँदा फेरि ठाउँमा नयाँ नयाँ कपडाहरू चेन्ज गरेर जाने हो एउटै कपडा दुईचोटि लगाउँदैन अनि त्यसचोटि लगायो भने त्यसको एक्सपिरियन्स त्यसपछि अनि त्यो जोसँग मागेको त्यसलाई दिन्छ कि नै होइन मागेको होइन बस आजको लागि यति भयो अब ल्याऊ सकेसम्म म अझै बोल्न चाहन्छु ल बोल नि त अब के बोल्नु सकेसम्म त्यही त हो नि र म भिडियो अफ गरिदिन्छु अनि बोल म्यासेज आयो म म्यासेज रिप्लाई नगरेर बसिरहेको कसको गर्लफ्रेन्डहरू गर्लफ्रेन्डहरू छ अरे बिमला दिदी तपाईँलाई ट्याग गर्छु रहन है बिमला दिदी हेर्नु मलाई सुनिल पहिल्यैदेखि नै ठिक लाग्थेन त्यही पनि हाम्रो माइक एक्कासी बन्द भएको थियो साथीहरू होइन लाइफमा के गर्नु मन छ होइन In my life, I don't want to do anything else. मैले चाहिँ नेपालीमा सोधेँ तिमी चाहिँ इङ्ग्लिसमा एन्सर हो हल्का फ्लेक दिनु पऱ्यो नि त के भन्छ यति सबै कुरा त भयो भाइ अनि पोल्यान्डमा कस्तो चलिरहेको त लाइफ पोल्यान्डमा बकवास 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 अघि भर्खर नयाँ जुत्ता किन्यो काम चलाऊ 109 भनेपछि नेपाली कति 41 भने 41 जम्मा 4100 को 4000 को जम्मा है नेपालमा नेपाली 4000 भनेको त्यो भनेको अब साथीभाइहरूसँग भेटघाट हुँदाखेरि एउटा दुइटा बियरमा जाने दाम हो साथीहरू तपाईँहरूलाई रिस उठ्यो होला यो कुरा सुनेर भिडियो हेरेर हाउडे गफै सबै यो रियालिटी होइन यो चाहिँ फ्री हाउडे मजाको हो भाइ बुझ्छन् हौ बुझ सब जेन्जी हुन् भन्दाखेरि म मजाले सुतिरहेको मान्छेलाई दुई दाजुभाइ दुईवटा दाइ मिलेर जबरजस्ती उठाएर यताउता गरेर लिएर आएको म लङ्गडी मान्छेलाई हिँड्न नसकी जबरजस्ती आएको म नर्काउने ठाउँ पाउन्न दुइटै दाइले नर्काउने ठाउँ पाउन्न किनभने स्वर्गमा छ नि त हाम्रो लागि ठाउँ ओ यसमा अब घर कहिले जाने भयो त तिमी घर अब जुन बेला कार्ड आउँछ त्यो बेला जाने हो र कहीँ म क्यामेरा अफ गरेर क्वेसन सोध्छु धेरै भयो कि 3 घन्टा 5 मिनट भइसक्यो के भयो के सोचिरह हो के सोचिरह केही छैन त्यस्तो लाइफको बारेमा सोचिरहेको छु त्यही हो केही सोचेको छैन अब यस्तो त हो नि होइन कतिको हो र कतिको 25 कतिको यस्तो त 3टा किनिदिन्छु 3टा किन्नु नि त 3टा र साथीहरू हामी चाहिँ आइपुग्यौँ क्राकोव होइन साथीहरू अब हामी चाहिँ भर्खर ट्याक्सी वेट गर्दै हो होइन अलिक सस्तो ट्याक्सी चाहियो भने चाहिँ वेट गर्नु नै पर्दो रहेछ अनि यहाँ सब गरिब मात्र भए होइन त्यही हो अनि गरिबहरूसँग हिँड्न मन त छैन तर आफू पनि गरिब भयो त्यही भएर बाध्य छ साथीहरू तर एक दिन यो गरिब साथीहरूलाई चाहिँ म त्याग्नेछु जब म धनी हुन्छु अनि अब हामी अहिले चाहिँ क्राकोवको यो ग्लोनी भन्ने ठाउँमा छौँ ग्लोनिया त्यस्तै के नाम थियो त्यही हो साथीहरू खुसीको माहौल छायो हामी बिच हाम्रो चाहिँ ट्याक्सी आयो KK86 फ्रम द सप तपाईँहरूलाई बिटबक्स सुनाउँछ है बवाल छ भाइ कन्टेन्ट दिनु पऱ्यो नि मान्छेहरूले हामीलाई अनुहारलाई हेऱ्यो भने त सुरु 2 सेकेन्डमै उ गर्छन् स्किप हान्छन् तपाईँहरूलाई म बिटबक्स सुनाउँछु है भएन तिमीलाई आउँछ
डिस्टर्ब भयो क्या साथीहरू ट्राभल गर्न सजिलो छैन नि यता कति थकाइ होला भाइलाई त्यही माथि खुट्टा दुख्यो यस भाइको यो दर्दनाक कहानीको लागि पनि 1 लाख चाहिँ दिनु होला सब्सक्राइब चाहिँ गरिदिनु होला गाडी घर सुनिल काले दाई ल ऊ त्यहाँ छ क्या ऊ त्यहाँ होला केही होला क्या साथीहरू होइन हामी चाहिँ आयौँ तर हामीलाई थाहा नै छैन हामी कहाँ छौँ के छौँ होइन तर यिनीहरू अलिकति डरको माहौल चलिरह यहाँ तर पिसाब नै लाग्छ लाग्यो ल साथीहरू होइन हामी त भड्क्यौँ रास्ता यस्तै हुन्छ कहिलेकाहीँ होइन तर चाउचाउ एउटालाई फेरि चाउचाउ देखेको अघिदेखि साथीहरू सिरियस मुद्दा भयो यहाँ के भयो भने चाहिँ चाउचाउको लागि लडाइँ भयो यत्रो मुखमा हालेर यस्तो दिएर अझ केही भएन जस्तो के एक्टिङ गर्दै खान भोक त हामीलाई पनि लाग्यो नि आर्मी ब्यारेको थियो टिकट काट्ने ठाउँ देख्यौ नि अलिकति उ गर भनेको विश्वास गर न मलाई यार ट्राभल ओपी हो नि ट्राभलर इङ्ग्लिसमा कुरा गर्नुपर्छ भाइ जाऊ त तिमी ल यता गाइस आइपुगेँ क्यासलमा चाहिँ होइन क्यासल अब कस्तो छ भनेपछि ल यता क्यासल भन्ने चिज चाहिँ यस्तो हो होइन दुईजना दाइ अब म जस्तो म अब लङ्गडे मान्छेलाई जबरजस्ती उठाएर लिएर आएको छु यतातिर सिकाउन ल्याएको भाइ तिमीलाई What is life, brother? Life is journey. What kind of journey? Explain. From Katowice to Krakow. This is the journey. बबाल छ त ठाउँ त ठाउँ बबाल छ नि यस्तै छ अब यस्तै त हो नि नेपाली हो यस्तै त हो नि हामी होइन कता को मान्छे चिन्नुहुन्छ यो मान्छे साथीहरू होइन यस्तै छ गफाडीहरूको गफ यस्तै हो होइन अलिकति केटा होला घुमाउनु लाग्यो रमाएर उफ्रिहान अर्को हाम्रो बालेन्द्र शाह एउटाको हेर न फेरि त्यहाँ चस्मा राखेको कुन यो त हुँदैन यार एकचोटि टटायो कस्तो चस्माको लागि झगडा गर्छ अब यस्तो छ पारा घुम्न म जस्तो सिम्पल मान्छे हुनु पऱ्यो कि जस्तो सुकै चस्मा नि समाउँछ कि म जस्तो मान्छे यस्तो यस्तो झगडा चाहिँ गर्न मन लाग्दैन कि मलाई फेरि जुनसुकै चस्मा भयो भने चल्छ मलाई चाहिँ हामी अब एउटा टावर जस्तो ठाउँ छ यसलाई चाहिँ के भन्छ म तपाईँहरूलाई त्यो तल उसमा लेखिदिन्छु एउटा यो ठाउँ छ के ठाउँ हो यो के हो फोटोग्राफ्सहरू छ हामी माथि जाँदैछौँ यस्तो अलक्षिणहरूसँग त आइन्छ भूकम्प आए पनि ढल्दैन आयो मिल्दैन होला मिल्छ र मिल्दैन यो हामी आइरहेको ठाउँ यो हो यहाँ हेरेर थाहा हुन्छ कि हामी कहाँ जानुपर्छ त्यही हेलो साथीहरू हामी चाहिँ आइसक्यौँ यो ठाउँको नाम अब सब म तल लेखिदिन्छु होइन तपाईँहरू आउनु सक्नुहुन्छ एकदमै बवाल ठाउँ छ टक्क खास यो भनेको सोलो ट्राभलिङ सोलो ट्रिप अनि सोलो ट्रिपसँग या फेरि आफ्नो साथीहरूसँग तपाईँहरू गर्लफ्रेन्डसँग बोयफ्रेन्डसँग आउनु सक्नुहुन्छ यो ठाउँ चाहिँ एकदम चिल ठाउँ रहेछ होइन एकदम शान्त ठाउँ छ ए ऊ त्यो देख्यौ त्यहीँ जानुपर्छ हामी त्यहीँ जानुपर्छ हामी अरे पहिला हिँडौँ न के पाउँछ के पाउन्न हेरौँ
त्यो त घर लिएर जाने हो जो क्राकोवदेखि धेरै टाढा छैन, आधा घन्टा लाग्छ ट्याक्सीमा। तर ग्रुपमा आउनुहुन्छ भने चाहिँ ट्याक्सीमै आउनु, सेम अलिकति बढी लाग्ला। बसमा आउनुहुन्छ भने पनि 30-35 मिनट लाग्दो रहेछ। बसमा तपाईँको पैसा बचाउन छ भने चाहिँ अब यता जग्गा सोध्ने हो क्या, जग्गा यतै जग्गासँग लिएर यतै बस्नु पाए त आनन्द हुन्छ यार है। हेर त यस्तो राम्रो ठाउँमा टक्कै एउटा गाडी कति पर्दो रहेछ सोधिदिने हो क्या। सुनिल हिँड न यार छिटो यार। साथीहरू मैले भर्खरै एउटा यहाँको लोकल मान्छेसँग सोधेँ होइन, उसले चाहिँ यो बाटो जानुपर्छ यहाँदेखि 1 किलोमिटरको दायरामा चाहिँ एउटा यहाँको मेन पार्ट 90% पार्ट भ्यू पार्ट चाहिँ यहीँ रहेछ। धन्दा हामी यहाँबाट छुटेर जान लाग्थ्यौँ। केटाहरू अलिक सुस्तो गरेर तर यो चाउ भाइ चट्टान काम धेरै गर्नुपर्छ आफ्नो काम। हामी चाहिँ अब घर जाँदैछौँ होइन, अनि हाम्रो प्लान चाहिँ उसमै क्यान्सल भयो किनभने टाइम पनि हामी अलि लेट आयो। अनि केटाहरू फेरि भोलि काममा जानुपर्छ भनेर रुन लाए, अनि उसको फेरि खुट्टा पनि दुखेको। त्यही भएर यो ठाउँ चाहिँ म अर्कोचोटि आउँछु। अलिकति मात्र घुम्न पायो तर ठिकै छ, रमाइलो भयो, नयाँ ठाउँ होइन। अब हामी यहाँबाट क्राकोव जान्छौँ, क्राकोवबाट ट्रेन चढेर डाइरेक्ट क्याटोविजमा जान्छौँ। त्यही हो। आधा घन्टामा हाम्रो ट्रेन छ, त्यही हो। तर आजको खासै ऊ चाहिँ देखाउन पाएन ठाउँहरू चाहिँ, जस ऊ चाहिँ भयो, रमाइलो चाहिँ भयो, छुट्टीको दिन युज भयो, त्यति भयो, अरू केही पनि चाहिँदैन। जिन्दगीमा नबिर्सिनु पल भयो आजको जर्नी। सो त्यही भएर अब यस्तै हो भाइ। जोस् भ्लग त्यस्तो राम्रो छैन होला तर मजा आयो, मलाई चाहिँ मजा लाग्यो। तिमीलाई कस्तो लाग्यो होइन? अर्कोचोटि चाहिँ हामी जाने होइन, अर्कोचोटि चाहिँ हामी गइन्न होला किनभने उनीहरूको अब छुट्टी हुँदैन अरे। छुट्टी भयो भने चाहिँ म फेरि भ्लगमा देखाउँछु उनीहरूलाई होइन। तपाईँहरूले कमेन्ट गरेर भन्नु उनीहरू आउने कि नआउने भनेर। लास्टमा तिमीले नै कमेन्ट गरेर आउने दिने हो कि। अनि त्यही हो, आजको चाहिँ जे होस् रमाइलो भयो, मलाई चाहिँ रमाइलो लाग्यो। अब अरू कुरा अर्को भ्लगमा चाहिँ देखाउँछु होइन। अर्कोचोटिको भ्लगमा चाहिँ अर्कै प्लान हुन्छ होला। सो त्यति बेलासम्मको लागि चाहिँ बाई गाइज, थ्याङ्क यू फर वाचिङ। ल राम्रोसँग जाऊ है।